महाकाय सूर्यकोटि समप्रभा निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। आग्नेय दिशा। यो दिशाको स्वामी गणेश, आयुध शक्ति एवं प्रतिनिधि ग्रह शुक्र हो। यसले वास्तु पुरुषको दायाँ कुहिना, दायाँ गुणालाई प्रभावित गर्दछ। साथै यो पञ्चतत्त्वहरूमध्ये अग्नि तत्त्वको दिशा पनि हो। किचन तथा भान्साघर जहिले पनि आग्नेय दिशामा नै बनाउनु उपयुक्त मानिन्छ। किचनको स्टोभ वा बर्नरको नजिकै कुनै पनि पानीको स्रोत, जल भण्डारण तथा जल तत्त्वसँग सम्बन्धित वस्तु हुनु हुँदैन। यदि छ भने त्यस घरमा निवासी महिला तथा स्त्रीवर्ग हमेशा बिमार रहन्छन्। कालान्तरमा उनीहरू मधुमेह या शारीरिक दुर्बलताका कारण कमजोर हुन पुग्छन्। साथै आग्नेय दिशाको भित्ता वाल टुटेफुटेको छ भने पनि गृहस्वामीको पत्नी हमेशा बिमार रहन्छन्। उसको जीवन सङ्घर्षपूर्ण हुन्छ। त्यसैले टुटेफुटेको भित्ता वालको समयमै मर्मत सम्भार गरिहाल्नु जरुरी हुन्छ। अन्यथा पछि मर्मत सम्भारमा लाग्ने खर्चभन्दा बिरामीको उपचारमा खर्च अधिक आउने हुँदा बेलैमा सतर्कता अपनाउनु उत्तम हुन्छ। घरको मुख्यद्वार आग्नेय दिशामा बनाउनु हुँदैन। यसले मालसामानको चोरी भय, आगलागी, अग्नि भय तथा परिवारमा हमेशा झैझगडा, कलहको वातावरण सिर्जना भइरहने गर्दछ। आग्नेय तथा दक्षिण दिशामा यदि कुवा, इनार, ट्युबवेल, नल, सेफ्टी ट्याङ्की, टोयलेट आदिको निर्माण गर्नु हुँदैन। यदि छ भने यसले धनको नाश, आर्थिक अभाव निम्त्याउने हुँदा कालान्तरमा यसले गृहस्वामी, गृहिणी तथा सन्तान आदि लगभग परिवारका सबै सदस्यलाई रोगग्रस्त बनाई अकल्पनीय क्षति पुर्याउँदछ। साथै अशुभ ग्रहको युति, दशा, अन्तर्दशा आदि चलेको बेला सो घरमा पुत्र सन्तानलाई हानि पनि पुर्याउँदछ। त्यसैले किचन तथा भान्सामा आगो तथा अग्नि अनि विद्युतीय उपकरण आदिको प्रयोग गर्न सकिन्छ। यसका नजिकै पानी वा जलसँग सम्बन्धित स्रोत सामग्रीलाई राख्नु हुँदैन। पानी तथा जलसँग सम्बन्धित स्रोत सामग्रीलाई भान्साको उत्तर दिशामा राख्न सकिन्छ। अर्को अङ्कमा अन्य दिशा एवं तत्त्वका बारेमा हामी चर्चा गर्ने नै छौँ। हाम्रो पेज, प्रोफाइल तथा युट्युब च्यानलमा लाइक, फलो, सेयर, कमेन्ट अनि सब्सक्राइब पनि गरिदिनु होला। यसले हामीलाई आगामी दिनमा नयाँ विषयवस्तु ल्याउनलाई प्रेरित गर्नेछ। भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।